यो भिडियो चाहिँ हेर्छु यार हेलो व्हाट्स अप गाइज अहिले म हिँड्न नसक्ने स्थितिमा छु भोलि हप्ताको पेटमा भेटौँला गाइज भेटौँला सुन हैन साथै भने यार 6 वटा चिकन भने एउटा चाहिँ पुरै भेज अनि सुरु गरे तपाईँ केटाहरू सम्झ डुङ्गामा सबु यो चाहिँ हाम्रो ग्याङहरू है बोटिङ फर्स्ट टाइम यो check it out. Hello guys, what's up guys हैन today's my new vlog हैन हामी चाहिँ टक्कै मार्कुको खोलाबाट डुङ्गा चढेर हामी माथि रहेछ हैन त्यसको क्लिप पनि छ हामीका यो चाहिँ हाम्रो भाउजू यो हाम्रो दिदी यो स्वप्निल यो हाम्रो भेनाजु हैन सबैजना यस्तै अब मार्कुकोबाट यता कटेर हामी मोहनी झर्ना घुम्न जानला अनि यो चाहिँ हाम्रो अङ्कल हैन त्यही हो म आरामै छु तपाईहरु सम्झेहरुलाई धेरै दिनपछि भ्लग गर्दा अलिकति 97 अप्ठ्यारो हुँदैछ के भयो जाने के कसो हैन हामी ग्रुप सुरु भइराछ ए कुन फोन गरिहाल्नु अहिले जाने हो र अहिले जाने हो नम्बर दिनु ल ल भेना बोल्दिन त दुई शब्द ओइ भेना अब हिँड्न चाहिँ गाह्रो होला ल भन्नु चाहिँ भन्दैन छ अहिले यता अब के भन्ने त मार्कु लेक साइड इनबाट हामी बोटिङ गरेर हाइकिङ जाँदैछौँ मोहिनी झर्ना ल भाउजू तपाईँ पनि भन्नु ल जे हैन युट्युबमा आउँछ so excited अब झर्ना जानको लागि गाइस अब सुमिता दिदी ल सुमिता दिदी अब झर्ना मोहनी झर्ना अरूले झर्ना मोहनी लगाउन जान्छ अरूले चाहिँ पैसा दिएर मोहनी लगाउन जान्छ हामी चाहिँ हिँडेर जान्छ है तपाईहरु भन्नु न झर्ना चाहिँ गले अछि नै उनीहरु हाम्रो बोटिङ गोलले अन्त दा छन् छुदु यस्तै छ रमाइलो गरियो हैन अब फर्स्ट चोटी झर्न जाँदैछु लु लेट्स गो गाइस ओ यतिको चाहिँ हुनु पर्यो है सबु ओ राज दाइ तपाईँ पनि भन्नु ल धन्न बोटमा मुटु ढुङ्गामा राखेर आएको हो हामी हैन भेना ढुङ्गामा राखेर आछु ढुङ्गामा हाले मैले प्याराग्लाइडिङ गर्छु त्यो चाहिँ क्लिप पनि हालिदिन्छ हामीले भाउजूले गरेको हैन अलि पछि आउँछ हामीका तपाईलाई कस्तो भएर बोट झन् प्याराग्लाइडिङ गर्नु त बिहोस भएर आउँछ अर्छलाई अब सिधै हाइकिङ गर्दै छौं अब जिन्दगीमा नहिँड्ने मान्छे यस्तो मोटो छ हामी हैन 1 घण्टामा पुग्छ भनेको छ हामी हिँडेर 2 घण्टा लाग्छ है ओइ साने के भन् अब चाहिँ सिधै हामी अब झर्ना पुगेर मात्रै भ्लग गर्छ हैन गाइस यतै हो हामीले चाहिँ यहाँ झर्ना के झर्ना महावीर झर्ना हैन त्यसलाई त देखे होला यार कहिले मार्क्स पुगाले देखेको छैन हजुर अब कहाँ जाने नि हाम्रो भाउजूलाई के को टेन्सन भएछ भनेपछि टिकटक बनाउन नपाएर टिकटक स्टारहरू हाम्रो भेना जति इमान्दार हुन्छ टिकटक पनि चलाउँदैन जिन्दगी टिकटक चलाउँछ नो म्यान नो इन्ट्रेस्टेड ए ल फाइनली ल फाइनली हामी झर्ना के अरे झर्ना के अरे त्यो जुलङ्गी पुल पनि पुग्यो अब हामीले स्पिकर ल्याउन बिर्स्यो होइन त्यही हो हिजो आएको हिजो राति सुत्न नि दिएको छैन मलाई अत्याचार गरेर सुताएको छ मलाई त कसम भने झन् अब यस्तै हो बेरोजगारी जिन्दगी हाम्रो होइन अन्त डाइपर ल्याएर आउनु भने मैले ए अब आयो होइन दिस इज अ पुल
झुलुङ्गे पुल झुलुङ्गे पुल बादल हराउने पुल राइस दाई हो होइन जिन्दगीमा कहिले जुत्ता नलाउने मान्छे जुत्ता लाएर हिँडेको छ यार अब हाम्रो भेनाजु छोडेर आउनु 1 घन्टा हक होइन कस्तो हक छु रे दिस इज अ पुल म्यान सही हो म्यान वा त्यो मोबाइल बोकेर नआएन तिनीहरूको म त आँटै आएन यार गाई आँटै आएन हिँड्ने यार मासुको वो चाहिँ थाहा हुँदैन अलिक कोहानमा आँटै आएन त यहाँ माछा त यार ओ हल्दर छ थाहा हुँदैन कोहानमा भाउजू हेर्नु त कहाँसम्म हिँड्नु पर्ने माथि हात जोडेर तल झर्नुपर्छ आई क्यान नट ह्यान्डल दिस यहाँ सुनि मफुजी यो चाहिँ युट्युबमा आउने हो तपाईँको अलिकति अब यहाँ हग्नलाई टोइलेट खोज्यो हगेन यहाँ मासु सासु माछा सासु पमाउनु पनि होइन गाइज के नजानी छोड्दैन नहोस् न जङ्गली स्पेस छ अब तिनीहरू हाम्रो केटाहरूको अब ल ल हामी चाहिँ झुलमा आइपुगिसक्यो गाइज अब हाम्रो दिदी दौडाउँदै हिँडेको छ होइन अब एउटा जादु देखाउँछु तपाईँहरूलाई आयो हाम्रो दिदी आयो दिस इज द फन म्यान छोरो डरा छैन कतिहरू भरेङ हिँड्नुपर्छ त दिदी 400 कति भरेङ हिँड्नुपर्छ अरे यार म यो खोलाले यहाँसम्म ल्याइदियो भाइ हिँड्नै सक्दैन छ्या माइला त पक्नु नि राख्दा दुश्मन हो यो त होइन बेना अँ त डुङ्गा चढ्नु धेरै मजा आयो भनौँ न मजा आएको थियो यहाँ सुटाउँदा छ यो बाइक चलाए जस्तो क्या कस्तो मजा आयो यो के गरेको नम्बर 450 भनेको मजा खुट्टै दुखे भिखारीहरू 3 जना त्यहाँ छ हाम्रो मोबाइलमा एक्सपायर डेट थियो के को कुया मोबाइल जेनीमा पास हाल्छु फाइनली हामी पनि झर्ना आइपुग्यो गाइज होइन अब उतरबाट पाहाडी हो आधी घन्टा हिँडेर आएको हो गाइज होइन यस्तै छ जिन्दगी हामी भने यस्तै हो है टक्क सबैले मिलाएर लाइक र सेयर सब्सक्राइब गरिदिनु होइन हाम्रो मैले भ्लग बनाउनु चाहिँ किन भनेपछि मेमोरीको लागि के पछिसम्मलाई हुन्छ नि त होइन त्यस्तै हो यत्रो माया हिँडेर आयो यार जिन्दगीमा कहिले नहिँड्ने मान्छे पनि हिँडेर आयो फाइनल्ली यस्तै छ जिन्दगी होइन ल अँ म त भ्लग बनाएर हो त्यस्तै हो बोट पनि देखाइदिन्छु ए मोहनी रहेछ मोहनी होइन मोहिनी चढेन बोट त देख्नु भएको छैन होला मलाई अगाडि देखाउँछस् तपाईँलाई अब चिप्लो बाटो अब कहाँ जाने तलबाट जाने कि माथिबाट हो होइन नि यस्तै हो अब घरमा पुगेर म ठ्याक्क स्टार्ट गर्छु भ्लग हामी चाहिँ टक्क गाइज फाइनल्ली भेटियो मोहनी झरना ल तर मोबाइलबाट क्याप्चर गर्दैन होइन मोहनी झरना भेटियो
तपाईँहरू आयो भने स्विमिङ कस्ट्युम पनि पाइन्छ यहाँ होइन अब चिसो मौसममा को नुहाउँछ एउटा है दिस इज अ मोहनी झरना अनि मेरो मसँग एउटा खले पनि छ गाउँको खले हामी यसरी हिँड्दैछौँ दिस इज द फाइनल हाम्रो स्ट्यान्ड हामी आइपुग्ने ठाउँ तर रमाइलो त छ है त्यस्तै हो अब म त्यहाँ जान्छु र तपाईँलाई देखाउँछु अलिकति अगाडिबाट हेर्नुमाको अर्थ हो भने जहाँबाट पनि त्यहीँ आउनु पर्ने रहेछ आजको पानी छ हेर्न जान्छ कहाँ पुगेर मोहिनी झरना दिस इज मोहनी झरना डेस्टिनेसन प्लेस त्यो पारीको चाहिँ मोहिनी झरना हो त्यहाँ गएर अब आइमेहरू भेट्छ त्यहाँ गएर नुहाउन त सकिँदैन यसो अवलोकन गरेर आउँछ झरिन्छ भेटभाग मान्छेहरू उहाँ पुगिसक्नु भएछ अब हामी चाहिँ हामी बिस्तारै जस्ट स्लो मोसनमा जाँदैछौँ ट्याक्कर हाम्रो हाम्रो जिन्दगी यस्तै छ यो तरुण बन्तहरू अचार पनि आइरहेको सानी भेराइटी ओइ बवाल थियो त है ठिक ठाउँमा आउँदा कराउँछ रहेछ होइन पानी सुनाउने यार हाम्रो गाइस फाइनली मोहनी झरना दिस इज अ वाटर म्यान दिस इज वाटर म्यान होइन म चस्मा नलाएर राम्रो देखाएको छैन होला है तर पनि ठाडो खोला महादेवको ठाडो खोला दिस इज द ल अब फोटोसोटो सुट हुन्छ हाम्रो यही हो ढुङ्गा फुटाए जस्तो लाग्यो है बेला ओए ल अब जाडो हुन्छ नि बवाल छ यिनी छन् त गाई पानी कति सफा अब यो सफा भएको पानी किन थाहा छ जाडो महिनाले यो गाडीमा पेन्टी हेर्थ्यो हामीले तर यतिको हुनुपर्छ है नेपालमा पनि छ घुम्ने ठाउँ होइन 100 रुपियाँ डिस्काउन्ट मागेर आएको यो पनि स्यालहरू यस्तै हो मान्छे धेरै छ अब ब्लग यहीँ इन गर्छु होला गाइस होइन सबैले यहाँसम्म हेरिदिनु भएको थ्याङ्क यू सो मच होइन उयो गहिरो त रहेछ त यार पानी अब हल्का माथि जान्छु अनि भिडियो बनाइदिन्छु म होइन अलिकति अनि त्यही हो लाइक सेयर सब्सक्राइब गरिदिनु होला प्लिज